हो दादाले हाइपर एक्सको हो यो हामी चाहिँ घुम्दैछौँ के भन्ने Wait a minute. Who are you? सो हेलो एन्ड जोले सबैलाई देख्या नजिक गऱ्यो भने त थोडा हेर न नजिक म्याङ्गो त उस्दैन त अबे साले आज चाहिँ हामी अब ल्यापटप लिनु जान आँटेको अस्ति यो किनियो अब यसैबाट भिडियो हेरौँ लेट्स कस्तो हुन्छ हरेक महिना सपिङ हान्छ कि खै यो महिना त्यस्तो भयो यो साथीहरू पनि कुनै अहिले कुरा गरौँ है अब चाहिँ अब हामी यहाँ दुईजना छौँ अब हामीलाई काम गर्ने यही हो अनि स्तोतबुङ के अरे टु सिस्टर्स के अरे टु सिस्टर्स के छ अनि त्यसपछि हामीले यहीँ ड्रेस ल्याएको थियौँ यहीँ चेन्ज गऱ्यौँ ओके अब चाहिँ दाइलाई कुरिरा हो दाइ आउँदै हुनुहुन्छ उबरमा अनि त्यो उबरमा हामी अब डाइरेक्ट जान्छौँ सो अब त्यहीँ भेट हुन्छ ल A few moments later. दाइ पनि आउनुभयो ठ्याक्क दाइलाई आजको मेन पात्र हाम्रो लोसाङ दाइ हो फोटोग्राफीको अब चाहिँ त्यही अब चाहिँ जान्छौँ मेन पात्र मेन एक्टर लेट्स अब म उतै गएपछि छुट्यो कि छुट्यो के हेर है त्यो धान यो प्यान्टको उत्योमा राखेको झन् छुटेको लु आयो आमा कस्तो लाज लाग्छ म बिचमा आज यहाँ आयो भने ठ्याक्क पोज्न नि आयो जस्तो हुन्छ कहाँ पहिला यतैतिर बसेको बानी मेरो चाहिँ फर्स्ट टाइम यो पोजाने आमा दाइहरू त आइसकेको दाइले अब हामी जाने चाहिँ यहाँ हो ओए यस्तो दामी हुँदैको राम्री राम्री केटी A few moments later. अब चाहिँ छिर्न आँटियो म च्याप्पीहरूलाई टाइम ल्याप्स गरेको टाइम ल्याप्स गएँ तिमी अघि भर्खर खुसी भएको थियो थोडा देखेर अहिले भर्खर दुःखी गराइदियो यार फर्स्टमा आरटिबी नै होला माथि रहेछ ऊ त्यसमा माथि भाइलाई थाहा नि हजुर त आइसक्नु हो लगेर दाइ मेरो चाहिँ फर्स्ट टाइम हो यहाँ माथि हो कि बेड्समा यहाँ माथि हो कि त्यहाँ रहेछ आरटिभीहरू माथि खोइ कस्तो राम्रो केटीहरू चार पाँच होइन विथ हाम्रो योद्धाको सङ अब हामी चाहिँ जाँदैछौँ आरटिभीको पहिला ल्यापटप हेर्छौँ त्यसपछि के गर्ने त्यसपछि गरिन्छ ल हाम्रो त यस्तो हो कि अहिले दाइ हरेक 3 चोटि आयौँ हामी होइन बोझान के शनिबारको दिन अनि 3 चोटिमै फेरि आइतबार काम मन भरेर उस गर्न नि हुन त फेरि आउनु पनि मर्निङ ड्युटीमा हो अनि आइतबार काम पनि फेरि मर्निङ ड्युटीमा हुन्छ नि त कसको आफ्नो हाम्रो सिफ्ट कि हाम्रो सिफ्ट अब मर्निङ सिफ्ट हुँदाखेरि मात्रै आइतबार काम हुन्छ नि शनिबार आइतबार काम हुँदैन त्यही छ भोलि पनि काम छ अहिले नि काम देखिआएको ए दुख काहीँ खत्तम नै हो तबे हामी आयो अब हामी जाने चाहिँ यहाँ हो यसरी गरेको फाइदा के कट सर्ट पनि गर्न पर्दैन मेमोरी पनि किनेर मेमोरी पनि हालेर उस गर्नुपर्छ अहिले स्टोरेज पुग्दैन मन नडुला पनि डाइरेक्ट जाम होइन म पनि हेडफोन हेर्छु दाइले नै अब हेडफोन हान्ने रे 2500को अगाडि नै 2500को यहीँ रहेछ सुरुमै दाइको आएछ यो त वायरवाला हो कि वायरवाला
वायरवाला नलिने चार्ज कहाँ गर्नु पर्छ होइन वायरवाला त कहाँ चार्जवाला हो त नि त्यत्तिको यस्तो कि यो जिबी हुँदैन यो गेमिङको लागि हुँदैन कि मसँग अहिले पनि त्यसकै छ नि गेमिङको लागि छुट्टै हो कि गेमिङको लागि हो त्यति राम्रो गेमिङको लागि हो कि यो मार्सलको नि खत्रै हुन्छ है होइन राम्रै लाग्छ खतरा हुन्छ यसको बुफरहरू बाहिर लिएर हिँड्दा नै राम्रो फिनिसिङ पनि हल्का लग्जरी टाइपको हुन्छ हेरौँला मेरो त म एउटा लिन्छु नै तिम्रो गरौँ पहिला म हेर्छु यार मैले के लिन थियो अरे या हाम्रो मैले युट्युब प्रिमियमको फाइदा है गाइज यो चाहिँ नवाजको नयाँ एल्बमको गाना सुनेर म स्टार्ट गर्छु मात्र 12,600 यो टफको पनि दामी हुन्छ तर के गर्ने मन पऱ्यो प्राइस पनि टफै छ मात्र 12,600 हुन्छ के छ यसमा चाहिँ मात्र 12,600 छ न त्यही त के छ हो यो 12,000 आमामा 32 GB ऱ्याम 32 टेराबाइट इन्टेलको अल्ट्रा 7 तर अवकाश चाहिँ बाहिर छ अहिले त सानो भएन र अलि म्याकबुकहरू त ए, म्याक- हुन्छ त मलाई त त्यही मन पऱ्यो टप मन परेको त टफ एलोक्यू म छक्क पऱ्यो त ए सर यहाँ हेर्नु नि दाइ प्राइजमा यति छ होइन 24 GB ऱ्याम तर प्यामिसी ऱ्याम भने के हो हान्नु हुन्थ्यो तर किनभने हाम्रो बजेट आज यति चाहिँ छैन इङ्ग्लिस Yeah, hi. I want to know that कहाँ go? About this. So like, does it have like a dedicated graphics card? Does it have like dedicated graphics card? No, just regular. Just It's Intel Iris graphic card, regular. so. Can you not record in the shop? Oh, sorry, not allowed. Oh, sorry, I didn't. खुसीको दिन त के भन्ने दुई छिनको पाएन त्यसपछि ठ्याक्कै एसएसको देखेँ 1 TB स्टोरेज चाहिँ छैन जस्ट 512 इट वाज मोर एक्सपेन्सिभ देन द वान द्याट थर्टी सो त्यही लिगेँ याद छ मलाई चाहिँ धन ब्याग यत्रो सानो थियो यार ब्यागमा अटाउँथेन भन्दा यसरी प्याकिङ गरेको थियो अनि सोझेस् ल यही भिडियोलाई पनौती लाग्यो अनि के अरे यसमा चाहिँ 3 इयर्सको इन्सुरेन्स त्यसपछि अब म मेमा मैले यहाँदेखि कुनै डिभाइस अथवा केही किन्यो भने चाहिँ 200 डिस्काउन्ट हुन्छ त्यसमा चाहिँ 200 एबभको डिभाइसहरू किन्नुपर्छ सो हामी पनि बाटो छौँ नि कहिले के किन्न आयो भने यहाँ आउने नेल बार नेल बनाउँछ बनाउने है जाम अब यसो घुम्दै A few moments later. अनि भिडियो चाहिँ हामीले गराएन भित्र किनकि पछि त्यो सेल्सम्यान आएर पो भन्छ यहाँ भिडियो बनाउन मिल्दैन भनेर भन्यो अनि सो एउटा मिल्दैन होला यहाँ नि मिल्दैन सोध्नु पर्छ है यहाँ अनि सो त्यही भएर भिडियो बनाएन मैले किनेको मान्नु त पऱ्यो रिजन फेरि दाइले भन्नुभएको थियो मैले बिर्सिसकेँ लेदरको ज्याकेट किन्नु मन छ म लेडी साइड जाने हो ए भाइ यता भाउजूको लागि किन्ने भनेर गिफ्ट कता देखेछ त
जेन्ट्सको छ त या त दाइले चाहिएको लेडिजको हो कि भाउजूको लागि कहिले रे दाइ अर्को हप्ता कति तारिकमा हो भन्नु भन्नु पर्दैन नि हामीले नि उस नगर्नु भाउजूलाई दाइसँगै आएर म के अरे कस्मेटिक सामानको दोकान पनि छिरेँ अस्ति आज लेडिजको छैन 2 hours later. ट्राई गरौँ गरौँ न गरौँ ट्राई गर्दा हुन्छ कि होइन होला चेन्जिङ रुममा जानु ओए कडा चेन्जिङ रुममा प्याक रहेछ ओए खतरा देख्यो त मलाई त है आफ्नो सामान किनेर होला त डुलाइ नि मलाई घर गएर अनबक्सिङ हाल्नु बोलाएको छ टाढा यस्तो पाइट पनि लगाउँछ राजा यो कलरै छुट्टै छ नेपालमा हजुरले पनि चिनेको नेपालमा छ को र एस्टिमे लिलझोला त्यो त त्यसले त जे पनि गर्छ हामी चाहिँ घुम्दैछौँ के भन्ने अब हाम्रो चाहिँ मेरो सामान यो भयो मैले भन्दा दाइहरूले पो धेरै सामान किनेर दियो यहाँ भाउजूको लागि किन्ने भनेर आफ्नै लागि किन्दैछ नि यहाँ दाइले यस्तो मान्छे नि हुन्छ कि सबैमा बस्ने हो र भने बस्ने यो लास्ट हो ए लास्ट हो ल लास्ट अब यो भिजिट हान्छौँ र सबकोमा खिच्दिनँ क्या त्यही भएर मैले नगरायो ए हेर्ने मात्र त्यही भएर ल म अहिले यो सबदेखि निस्केँ ओके खतरा देखाएको छ खतरा देखायो त आम्मामा के डिल गर्न जान्ला के डिल गर्न जान्ला टोपडी लाने यस्तरी गर्ने कि ल दाइ होइन कति दामी रहेछ कि यो ओल्ड गर्ने कि के होला होइन यो टी सर्ट टल्केहरू दामी रहेछ ब्याकग्राउन्ड पनि दामी अब के त्यो माथिको भित्रको त्यतिमा त 1500 अनि दोस्का बाहिर त्यो टोटल गरेर कति सबै जुत्तादेखि माथि चस्मासम्म सस्तो होला 800 होला होइन ए सस्तो भनेको 800 सस्तो 800 डटी रे त्यो 800 ठ्याक्कै होइन फेरि 899 वाला हो घर चला जाएगा सबैभन्दा सस्तो 900 रहेछ त्यो पनि गेलै चस्मा चस्मा रहेछ 900 किनभने त्यसले सबै सेटकै प्राइस भयो होइन प्लान छ सेटकै प्राइस अब के भन्ने निस्किनु त होला नि भनेपछि कफी सबै खाइएन होइन हामी अब खाइयो है कवि अघि मैले भनेको थिएँ नि त ठ्याक्कै टिन्डर ठाउँ पनि खालि त्यो ठ्याक्कै स्टार बक्स बाहिर मानेर के बाबु उता पनि छ क्या हो होइन पारिपट्टि कता यतिको त्यो के अरे फुलको बुके पाउनु ठाउँ छैन है के भन्यो बुके बुके ए के भन्दा सिङ्गल पनि यति भयो बुके भन्दा नि बुकै याद आउँछ हिँडिरहेको पनि के गर्ने हो के गर्ने हो तर लाइटिङले गर्दा नै होला क्या गोरु देखाएको मलाई यस्तो यस्तो मान्छेहरू बरु सही छ कि यो मान्छेहरू हाँसिदियो क्यामेरामा हेरेर यिनीहरू हाँसिदियो कि क्यामेरामा हेरेर के होइन क्यामेरा मतिर फर्के
अस्तिको भ्लग हाल्ने छ एडिट गर्ने छ अब यो कहिले हाल्ने हो ठ्याक्कै योभन्दा 2 हप्ता अगाडि हो मैले यो लिएको गोप्रो अहिले यो आज 27 तारिकमा यो लिएको छु है अब भिडियो कहिले आउँछ यहाँ छ त बुकेहरू त होइन यहाँ हुन्छ फ्लावरको बुकेर छ अरे बेलुन्स एन्ड फ्लावर्स ठ्याक्कै आइदियो यार बाटो बिर्सेर आउने दाइको बुके छ त ऊ बुके कुन बुके लिन्छ नि दाइले पोजनमा बस्ने कसैको गर्लफ्रेन्ड छ भने होइन भाइ मेरो त टाढा भाइको त छैन होइन त्यही पनि छ भने बुकेहरू गिफ्ट हान्न यहाँ आउँदा हुन्छ यस्तो दोकान त म नेपालमा नि भिजिट हानेको थिएन होला यार बुकेको यिन नक्कली हो कि असली हो दाइ फेरि बेग्दैन असली हो नक्ली हुन्छ फ्लावर सपमा त होइन आई मिन यो त जान्छ अहिले अनि ओइलिन्न ओइलिन्छ कि अहिले लगायो भने त ओइलिन्न 1-2 दिनसम्म त ओइलिन्न होला होइन बरु यिनीहरूलाई त्यही डेटमा डेलिभरी गर्छ कि नसक्नु डेलिभरी गर्छ हो 2 दिनमा त उयो हुँदैन होला नि 2 दिनै त हुन्छ अहिले त ए भनेपछि स्टार्टिङमै हो बर्थडे 2 दिनै छ 2 दिन भनेपछि सोमबार ओके क्या हो आफूले बनाउनु मिल्छ कि राजा थाहा छ दिस वान ए त लाइक दिस लाइक दिस अहिले मलाई नेपाली रोमान्टिक फिल्म हेरेर जस्तो महसुस भइरहेको बट नट मच दिस विथ रोज हाम्रो त हिरो नै हो नेपाली फिल्महरूमा गरे जस्तै हान्दै अन्त त्यतिकै त गर्नुपर्छ दाइबाट अब शिक्षा लिँदैछु मैले पनि त्यसको नाम त्यो भनेर बल्ल थाहा भयो यार मलाई त त्यसको नाम बल्ल थाहा भयो मलाई दाइको बुके एडिसनल सेम हो ओ यहाँ त झन् लाइट हामीले छान्नु त मिल्छ कि राजेन मजाले म चाहिँ फोटोमा पठाइदिइरहेको छु धेरै ठुलो पनि राम्रो लाइटिङै राम्रो हुन्छ कि कसैतिर तिमी लाउँथ्यो दाइको बुके रेडी भइसक्यो रेडी भयो तर यसलाई छोप्ने पो एउटा प्लास्टिक सानसानो लगाएर देख्नु त हुँदैन होइन देख्नु त फेरि देख्नु त भएन भरे गएपछि देखिहालिन्छ प्याकिङ गरेर नि केही न केही होइन ब्याग त मैले लान्छु तर पनि त्यसले हेरिहाल्दैन नि त के ल्यायो भनेको अनि एउटा त साइडमा राखेर माथिबाट केहीले सोध्नु सम्झ है भाइ हामी पनि सम्झिँदै गर्छौँ गर्लफ्रेन्ड भएकोहरूले बुकेहरू यस्तरी लाने नभएकोहरूले ल यो दाइ ठिक छ दाइ राम्रो दाइ यस्तो तिमीले मेरो हेरिहाल्यो भने गर्लफ्रेन्ड भएको मान्छे कहिले लुगा पसल केटीको लुगा पसल छिराख कहिले कहाँ छिराख होइन अनि पऱ्यो त्यो ठिक छ कुनै दिन दाइ के अरे भाइले भनेको यो किनेर यसलाई दिनु तिम्रो मर्जी होला त A few moments later. हाम्रो स्कुटर हेर्नै बिर्स्यो त यार ए मस्त यार अब त्यहाँ बस्ने भने चाहिँ त अनि हामी स्कुटी पनि लिने विचार गरेको त ओ ह्यान्सी भाइ त्यहाँ बस्ने भने चाहिँ हामी त स्कुटी पनि लिने विचार गरेको त्यो वाला क्या उभिएर यस्तो त कहाँ बस्ने त्यहाँ सरियो कहाँ सऱ्यो भने हिजो आफैले फोन गरेर भनेर अहिले तुरन्तले फकाइसक्नु भने त हामीलाई अनि स्कुटर लिउँ भनेर नै नै रुम लिने भनेर साइकल लिएर नि साइकलमा चाहिँ भाइको व्यथा सुन्नु साइकलको व्यथा
लु अब चाहिँ यत्तिकै पावर ब्याङ्क चार्ज मान्ने हो हेडफोन चार्ज मान्ने हो 5 मिनट मोबाइल पनि चार्ज मान्ने हो साँच्चै त दामी आँखा नाइट 1-2 घन्टा बाद द्याट्स वाइ आई लभ एप्पल डिजेसमा 5 मिनट त्यसपछि रेस्टुरेन्टमा हेडफोनमा त्यसपछि मिठो छिटो खाएर हामी जान्छौँ यही हो मल हामी गएको सो लेट्स सी कति बजे 7 बजे ठ्याक्कै 7 बजे सो म भिडियोको अन्त्य चाहिँ यहीँ गर्छु हो रेस्टुरेन्टको के देखाउने होइन जहिले नि आएको त्यही रेस्टुरेन्टमा होइन हो यस्तो त नगरौँ होला हो ल यति नै भन्दै तता गुड बाई सायोनारा छजालो बाई बाई